ध सा रे ग रे सा ध सा ग रे सा राधे श्याम राधे श्याम। साथीहरू, यहाँहरू सबैलाई नमस्कार। हार्मोनियम सिक्दै गर्नुभएका नितान्त सिकारु व्यक्तिहरूलाई मैले चाहिँ आज यो भजन राधे श्याम राधे श्याम 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 राधे 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 श्याम राधे श्याम 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 राधे 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 कृष्ण 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 राधे 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 श्याम 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 राधे 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 श्याम 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 राधे 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 कृष्ण कृष्ण राधे 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 श्याम 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 राधे 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 कृष्ण कृष्ण राधे 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 श्याम 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 राधे राधे। यो भजन चाहिँ कसरी गाउन सकिन्छ भनेर म एकदम सामान्य स्टेप्स, एकदम सिकारुको स्टेपमा म यहाँहरूलाई मैले आफूले जानेको कुराहरू चाहिँ सिकाउन गइरहेको छु। किनभने सुरुमा मैले यो सिक्ने बेलामा मैले धेरै युट्युबमा हेरेँ, कहीँ पनि यो स्याङ्जाले भजन यसरी गाउने भन्ने कहीँ प्रष्टसँग बताएको कहीँ पनि भेटिनँ। किनकि हाम्रो भजन अरू भजनसँग मिल्दैन र कति व्यवस्था खोज्दै खोज्दै र हार्मोनियममा कसैले कुन की बजाएको छ, हार्मोनियम बजाउने की हेरेर पनि बजाउनु पर्ने अवस्था छ। त्यसकारण सामान्य रूपमा सामान्य सिक्नको लागि सुरुमा कसरी सिक्न सकिन्छ, हात चलाउन सकिन्छ भनेर मैले यहाँहरूलाई हाम्रो स्याङ्जाले भजन को एउटा लय, भजनको एउटा लय, यहाँ धेरै लयहरू हुन्छन् होइन। अब लयहरू त आफ्नो लयहरू हुन्छन्, धेरै लयहरू हुन्छन्, त्यो मध्ये एउटा लय मैले सिकाउँछु। यो राधे श्याम भने पनि हरे राम 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 हरे 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 कृष्ण 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 हरे हरे। यो दुइटै एउटै हो। हरे राधे श्याम भने पनि र हरे राम भने पनि एउटैमा जान्छ। अब यहाँहरूले कति जान्नुभएको छ, अब यहाँ तिनवटा शब्दहरू होइन, अब तिनवटा शब्दहरू हुन्छन् भन्ने कुरा यहाँ कतिको ख्याल छ। मैले चाहिँ यो सारेगमा सुरुमा हार्मोनियम सिक्नको लागि सारेगमा भन्ने त पहिला चिनेकै हुनुपर्छ होइन। नत्र यत्तिकै त कि मात्रै यो चलाउने भन्दा पनि त्यो चाहिँ एउटा रटाइ जस्तो हुन्छ। पहिला चाहिँ सारेगमा चिनेपछि हार्मोनियमको जुनसुकै ठाउँबाट पनि हार्मोनियम चलाउन सकिन्छ। सारेगम पद निसा होइन। अब सारे ग म पद निसा अथवा सारे ग म पद निसा यो चाहिँ जानेको हुनु पऱ्यो। मैले यहाँलाई त्यही सारेगमको नियमअनुसार रहेर यदि जान्नुभएको छ भने, सारेगम जान्नुभएको छ भने त्यही नियमअनुसार मैले म आफूले भएको चाहिँ यो नभए ठिक भएर तपाईँहरूलाई चाहिँ थोरै जानकारी होस् भनेर यो सिकाउन गएको छु। एकचोटि यसको स्वरगम हेर्नु होला, यहाँ मैले स्वरगम देखाएको छु। यसको स्वरगम हो है। अब कुन की अँठाउने सारे गम पद निसा अनुसार राधे श्याम भन्दाखेरि कुन स्वरगमहरू अँठाउने, कुन अँठाए राधे श्याम भन्छ भनेर मैले यहाँ सामान्य स्वरगम लेखेको छु। यो चाहिँ अब आफ्नो लय अनुसार हुन्छ। कुनै अब लामो गऱ्यो भने त्यो अलि लामो स्वरगम तानिन्छ भने, छोटो गऱ्यो भने छोटो स्वरगम हुन्छ। मैले यहाँहरूलाई सुरुमा सिक्नको लागि कसरी उपयुक्त हुन्छ भने नितान्त सिकारु पारामा मैले यहाँहरूलाई जानकारी दिनु गइरहेको छु। अब मैले बताउँछु है। जस्तै हेर्नुहोस् अब यसरी बजाउन सकिन्छ। मैले यो सा रे ग, मैले यो गबाट बजाएँ मैले हेरेँ।
यो CDE मैले ईबाट बजाएको छु। तपाईँहरूलाई म जान्नको लागि मैले अब यहीँबाट यो जुन हामीले सामान्यतया सा मानेका हुन्छौँ यही स्वरबाट म बजाउँछु। ल राधे श्याम यहाँ यो सा भयो। यहाँबाट यताको अब फेरि अर्को सा रे ग म प ध नि सा भयो। यो प र ध भयो है। यो प र ध थोप्रो लागेको प र ध भनेको यो दुईटा। अब राधे श्याम पध सारे ग पध सारे ग रे सा ध सा ग रे सा ध पध सारे ग रे सा ध सा ग रे सा ध चाहिँ राधे श्याम। बिचमा धुन गर्नको लागि मैले रे सा सिधा धुन यो नन स्टप धुन जान्छ। राधे श्याम राधे श्याम 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 राधे श्याम मैले यति मात्रै यो सत्रमा सिकाएँ। तपाईँलाई धेरै कुराहरू यसमा छन् होइन। मैले सामान्य तरिकाले बजाउन सकिन्छ भन्ने सिकाएँ। मैले चाहिँ बजाएर देखाउँछु। तपाईँहरूले पनि यही अनुसार प्र्याक्टिस गर्नुभयो भने सामान्य तरिकाले राधे श्याम 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 राधे राधे भनेर बजाउन सक्नुहुन्छ। हेर्नुहोस् है। पध सारे ग पध सारे ग रे सा ध सा ग रे सा ध फेरि डबल हुने हो। पध सारे ग रे सा ध सा ग रे सा ध चाहिँ म यही अनुसार गाउँछु। यही नै हो यसको सिस्टम। साथीहरू मैले यो
यो चाहिँ सुरुको भागमा चाहिँ मैले राधे श्यामको राधे श्याम राधे श्याम 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 राधे राधे भन्ने मात्रै सिकाएँ। यो प्र्याक्टिस गर्नुभयो भने लगभग यो यसको चाहिँ सरगम चाहिँ हेर्नु होला, मैले यहाँ लेखिदिएको छु सरगम। यो सारेगम पदनिसाको किहरू कतिको जान्नुहुन्छ, यसको सरगम चाहिँ यही नै हो। यहाँ सरगम लेखेको छ मैले, जुन पहिला पनि मैले बजाएर देखाएँ। यो सरगम अनुसार गाउनु भने सामान्य तरिकाले सामान्य कीर्तन गाउन चाहिँ सुरमा चाहिँ सिकिन्छ। त्यसपछि यसका लय अनुसार भाका अनुसार यसका कीर्तनका धेरै स्टेपहरू हुन्छन्। सुरुमा मैले यो सिकाएँ र यदि टाइम भएछ भने म अरू अङ्कहरू पनि यसका अरू अङ्कहरू र यसका फास्ट कसरी बनाउने र बिचमा कुन कुन धुनहरू जोड्ने भनेर म फेरि पनि सिकाउने छु भन्दै यो पहिलो मेरो चाहिँ यो हार्मोनियम क्लासबाट म बिदा लिन चाहन्छु। यदि तपाईँलाई मनपर्छ भने लाइक गर्न, कमेन्ट गर्न र मेरो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला है। हस्, धन्यवाद, नमस्कार, फेरि भेटौँला।